उयो माथि टक बनाएर लैछ गाडी। किन टक बनाउँछ के भन्नु खोजेको भाइ तैँले ओ यस्तो नगर्नु भाइ प्रेङ गरेको त भाइ यस्तो नगर त प्रेङ गरेको भाइ टक बनाएर लैछ गाडी। प्रेङ गरेको भाइ कस्तो रहेछ हौ ओ भाइ गाडी रोक त प्रेङ गरेको कसरी आउनु भयो भाइ खत्तम बनायो त गाइस ऊमा चाहिँ एउटा भाइ र बहिनी अङ्कलले मारेर आउँदै रहेछ कि हल्का यिनीहरूलाई जिस्काइदिनु ट्राई गर्छु ल म के कस्तो हुन्छ हेर नि ओइ भाइ बाबा एकछिन बस त कहाँ गएको तँहरू जमुने जमुने घुम्नु पाउँदैन त म जो भए पनि हो नि फर्किन किन जमुने चाहिँ गएको भन्दा घुम्नु अब के बहिनीसँग घुम्नुको बहिनी यो बहिनीलाई गाडीमा हाल न म लिएर जान्छु ए बोल्नु आउँदैन कि केटीसँग केटीसँग बोल्नु आउँदैन किन राम्रै बोलिरहेको छु त अन्त तपाईँ चाहिँ को डाइरेक्ट आएर घुम्नु जान्छु यो जान्छु लान्छु के लान्छु नि यो बहिनीलाई गाडीमा हाल्छु नि तपाईँले चिन्छ तपाईँले चिन्छ किन चिन्दिन अन्त म तेरो चाहिँ को हो भन्दा मेरो बहिनी हो गाडीमा हाल्न अन्त घन्टा गाडीमा हाल जप्पैतालाई बोल्नु आउँदैन के त के चाहिँ भनेको यहाँ चाहिँ त हात किन लाग्यो लिएन अन्त बहिनीलाई लान्छु भन्दैछु त अन्त म होइन बहिनीलाई लान्छु नि त मलाई मन पर्यो नि त छोड म लान्छु नि त बहिनीलाई राम्रो भनेको त जानु त्यस्तो नगर न भाइ लान्छु नि के भएको लान्छु नि भाइ होइन लान्छु नि बहिनी मन पर्यो नि त बुझ्न अब त्यो कुरा चिन्दैन कि तर म लान्छु नि त आइज त लान्छु नि त आइज त लान्छु नि त म आइज त किन चिन्दैन ले त होइन को त चाहिँ हात नहाल्ला भाइ हात नहाल ओइ ट्रेन गरेको कस्तो हात किन हालेको हात कस्तो हालेको चाबी त गाडीमै छ तर किन भन्दा उयो माथि टक बनाएर लैछ गाडी। किन टक बनाउँछ के भन्नु खोजेको भाइ तैँले ओ यस्तो नगर्नु भाइ प्रेङ गरेको त भाइ यस्तो नगर त प्रेङ गरेको भाइ टक बनाएर लैछ गाडी। प्रेङ गरेको भाइ कस्तो रहेछ हौ ओ भाइ गाडी रोक त प्रेङ गरेको कसरी आउनु भयो भाइ खत्तम बनायो त गाइस।